माथि छ जो संगठनमा आबद्ध छन् उनीहरू नै हुन्। म बोल्दिन। अब अरु कुरो के छ सुदन गुरुङले अरु सुदन गुरुङ हान्सा भेट्नु पर्यो। जब त्यो लिडर भनेर आइसकेपछि रेस्पोन्स निभाउनु परेन लिडर भएको कारणले गर्दाखेरि सुदन गुरुङलाई बाहिर निकाल्नु पर्यो। सुदन गुरुङलाई बाहिर निकाल्नु पर्यो तपाईहरुको थ्रोबाट। जब त्यो एउटा मान्छे कारण आज देश फेरि हिजोको जस्तो हुन्छ भने सुदन गुरुङलाई निकाल्नु पर्यो बाहिर। त्यो जतिको लिडर थियो भने 7 वर्षतिर आन्दोलन गर्नुको एजेन्डा के थियो? आज भने 7 वर्ष अगाडि जतिको जन्म हुनु पर्थ्यो। सुदन गुरुङलाई भेट्न चाहन्छु म। त्यसले गर्दाखेरि देश हिजोकै स्थितिमा पुग्ने अवस्था देखेको छु मैले। फर्स्ट स्टेसन मृत्यु व्यक्तिको कारण त्यो व्यक्तिको नामले गर्दा म फर्स्ट स्टेसनमा छु। त्यसले सारा जनताको आँखा पट्टी बनाएर देख्छ म लिडर भनेर। जेन्जी पुस्तकको नाम खराब गरेको छ सुदन गुरुङले। प्लिज तपाईहरु एक्सन लिनुहोस् प्लिज। नीति हुँ भनेर अहिले लिड गर्न खोज्ने कालो सम्पत्ति प्रशस्त बोकेका व्यक्तिहरूलाई पनि छानबिन गर्नु पर्यो। उनीहरूको पनि छानबिन गर्नु गोली खाएको हामीहरू हो, जेलमा हिरासतमा परेका हामीहरू हो। अब शहीदको लास उठेको छैन, पार्टीको सजाउन जरुरी थियो। 24 घण्टाभित्र अपराधी जेलमा आउनु पर्ने गुलाम किन हिँडेको छ? भ्रष्टाचारी नेता तिमीहरूले हानु जवाफ देऊ। गृहमन्त्रीज्यूलाई हाम्रो घाइतेका तर्फबाट भएका सबै मागहरू हामीले बुझाइसकेका छौँ र गृहमन्त्रीले गृहमन्त्रीज्यूले आज अहिले बेलुकासम्म अनि अब यसमा हामीले गृहमन्त्रीज्यूले आज बेलुकासम्ममा छानबिन समिति बनाएर आजै बेलुका सबैलाई थाहा हुने हिसाबले सबै कुरा सार्वजनिक गर्छौँ भन्नुभएको छ। अहिले प्रधानमन्त्रीसित मिटिङ छ भन्नुभएको छ। हाम्रो मागहरू यथाशीघ्र छिटोभन्दा छिटो सम्बोधन गरेर घाइते भएका सबै साथीहरूलाई चाहिँ छिटो गर्ने उपचार गर्ने र मृतक परिवारहरूलाई क्षतिपूर्ति दिने हिसाबले कुरा भएको छ भनेर भन्नुभएको छ है। गोली खाएको हामी रियल घाइतेहरू जेन्जीहरूको डुप्लिकेट निस्केर हैन मौकाको फाइदा उठाइरहेछ। रियल जेन्जी हामी हो रियल जेन्जी। जेन्जीको कुरा यहाँ आएको साथीहरू हाम्रो तमामहरू साथीहरू छन्। रियल जेन्जीको नाममा यहाँ घुसपेट भएर जेन्जीको कुराहरू गर्ने तत्त्व घुसेको छ। यसमा हामीले सचेत गरे हामीलाई चाहिँ विभिन्न कुराहरू गर्ने काम गरि हुँदैछ। जेन्जीका मागहरू यथाशीघ्र सम्बोधन हुनुपर्छ र जेन्जी भनेको रियल जेन्जी हामी हो। अहिले सोशल मिडिया संसद भवन अगाडि हामीले गोली खाइरहेको छ, हामीले कुरा राखिरहेको छ।